आज म हजुरहरूलाई यस्तो कथा सुनाउँदैछु जसले पढ्दै गरेका विद्यार्थीहरूले ठूलो प्रेरणा पाउन सक्छन्। जस्तै यो कथाको शीर्षक छ साना प्रयास ठूला सफलता, स्मल एफर्ट्स बिग सक्सेस। यो कथा यसरी सुरु हुन्छ। एक पटकको कुरा हो, एउटा गाउँमा सन्दीप भन्ने केटा पढ्थ्यो। उसलाई पढ्न मन पर्थ्यो, तर उसले सधैँ भनिरहन्थ्यो, म त साधारण विद्यार्थी हुँ, मलाई राम्रो नम्बर कहिल्यै आउँदैन। एक दिन उसको शिक्षकले भने, सन्दीप, ठूलो कुरा चाहिँ दिनदिनै सानो प्रयास गर्नुपर्छ अनि मात्र तिमीले त्यसको परिणाम पाउन सक्छौ। आज 10 मिनेट बढी पढ, भोलि पनि त्यस्तै गर अनि हरेस त परिवर्तनमा आफै परिवर्तन हुन्छ। सन्दीपले त्यसै गर्यो। हरेक दिन सानो समय पढाइमा थप्न थाल्यो। सुरुमा केही फरक नदेखिए तापनि तर 1 महिनापछि उसको आत्मविश्वास बढ्यो, उसको क्षमता बढ्यो, उसले कुरा बुझ्ने क्षमता पनि बढ्न थाल्यो। उसले धेरै कुरा बुझ्न थाल्यो, कसरी पढ्नुपर्ने भन्ने उसलाई थाहा हुन थाल्यो। परीक्षा आयो, उसले राम्रो लेख्यो र कक्षामा उत्कृष्ट विद्यार्थी घोषित भयो। सबै अचम्म परे, तर ऊ मुस्कुराउँदै भन्यो, मलाई अब थाहा भयो, सानो प्रयासले पनि ठूलो परिणाम ल्याउँछ। अब यो कथाबाट हामीले के बुझ्न सक्छौँ भने, हरेक दिनको सानो मेहनतले ठूलो सफलता दिलाउँछ। निरन्तरता नै सफलताको रहस्य हो। कुनै पनि कुरा गर्दाखेरि हामीले निरन्तर रूपमा सधैँ गरिराख्यौँ भने हामीले आफ्नो सफलता आफै हासिल गर्छौँ। धन्यवाद।